यो भिडियो पेरेन्ट्सहरूको लागि फोकस्ड हो। पेरेन्ट्सहरूले यो फुड मार्केटिङ र एडभर्टाइजमेन्टको पावरफुल इन्फ्लुएन्सको बारेमा अवेर हुनु जरुरी छ। पेरेन्ट्सको नेचुरल इन्स्टिङ्क्ट नै आफ्नो बच्चाहरूलाई बेस्ट अफोर्डेबल न्युट्रिसन दिन चाहने हुन्छ, चाहे उनीहरूले आफू त्यति राम्रो खाना नखाए पनि आफ्नो बच्चाहरूलाई चाहिँ एकदमै बेस्ट दिन चाहिरहनु भएको हुन्छ। कम्पनीजले यही इमोसन्सलाई राम्रोसँग बुझेको हुन्छ र पेरेन्टल कन्सर्न्सलाई टार्गेट गरेर आफ्नो प्रोडक्टहरू मार्केट गर्छन्। यसले गर्दा पेरेन्ट्सले आफ्नो बच्चाहरूलाई एडभर्टाइज्ड हेल्दियर अप्सन्स रोज्न अचेल मैले धेरै देखेको छु कि यस्तो रोज्न थाल्नु भएको छ। यो इमोसनल म्यानिपुलेसनले नै कम्पनीजहरूलाई एकदमै प्रफिट बढाइरहेको पनि छ। जस्तो हेर्नुहोस् न, पाउडर्ड र केमिकल्ली प्रोसेस्ड फुड जस्तै हर्लिक्स, विवा, बुस्ट होइन, यसले परम्परागत रूपमा न्युट्रिएन्ट रिच अप्सन्सहरू बच्चाहरूको डाइटबाट हटाइदिएको छ। यी प्रडक्ट्सहरू प्राय दुधमा मिलाएर खाइन्छ, जसले पुरानो परम्परा जस्तै होल ग्रेन्सबाट बनेको न्युट्रिसियस सतुलाई रिप्लेस गरेको छ। त्यस्तै हामीले पहिला पहिला होल ग्रेनबाटै बनेको प्यानकेकहरू, रोटीहरू होइन, गिलो रोटी पनि भनिन्छ, र परम्परागत खानाहरू जस्तै मुरी अनि चिउरा होइन, मखना जस्तो हेल्दी फुडहरू केमिकल्ली प्रोसेस्ड कर्नफ्लेक्स र अरू ब्रेकफास्ट सिरियल्सहरूले रिप्लेस गरेको देखिन्छ। प्रोसेस्ड फुडको यो ट्रेन्डले बच्चाहरूको लाइफ स्प्यान पनि छोटो बनाउन सक्दछ। फ्रुटलाई चकलेटले रिप्लेस गर्दछ र नेचुरल जुसेसलाई इन्डस्ट्रियल्ली प्रड्युस्ड ड्रिङ्कहरूले रिप्लेस गरेको छ। घरमै बनेको न्युट्रिसियस खाना जुन माया र पोषणले भरिएको हुन्छ, अहिले फास्ट फुड जस्तै मेकडोनल्ड्स, केएफसी का चिल्ड्रेन्सहरूको स्पेसल्ली बनाएको चिल्ड्रेन्सहरूको मिलले रिप्लेस गरेको छ। अब यो समस्याहरूको समाधान हामीले कसरी निकाल्न सक्छौँ त? जब पनि तपाईँले आफ्नो बच्चालाई केही पनि खानेकुरा दिइरहनु भएको छ, तब विचार गर्नुहोस् कि त्यो कतिको नेचुरल स्टेटमा, आफ्नो नेचुरल स्टेटमा छ कि त प्रोसेस छ होइन। धेरै प्रोसेस्ड फुड छ भने त्यसको केही अल्टरनेटिभ छ कि, त्यतातिर विचार पुऱ्याउनुहोस् र त्यो दिनतिर लाग्नुहोस् यदि प्रोभाइडेड छ भने। र अर्को भनेको, जब पनि तपाईँले केही पनि कुरा किन्नुहुन्छ जुन चाहिँ बच्चाको लागि फाइदाजनक होला भनेर हजुरले बुझ्नुहुन्छ, खोज्नुहुन्छ भने प्लिज 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 त्यसको इन्ग्रिडियन्ट्स पनि पल्टाएर हेर्ने गर्नुहोस्। त्यो इन्ग्रिडियन्ट्समा कतिको नेचुरल फुड इन्ग्रिडियन्ट्सहरू युज भएको छ त, त्यसले डिटरमाइन गर्छ कि तपाईँले दिन आँटेको त्यो फुड हेल्दी छ कि छैन तपाईँको बच्चालाई भनेर। टिभीहरूमा देखिएको यस्तो गर्छ उस्तो गर्छ भनेर देखिएको आधारमा होइन, आफूले नै जजमेन्ट गर्न ट्राई गर्नु होला।